फेसबुकमा यो मिडिया भन्ने सेटिङ चलाउन नजानेर धेरैलाई थाहा नभएर आफ्नो एकाउन्ट बिगारिराख्नु भएको छ तपाईहरुले पक्कै पनि। अब मिडिया के हुन्छ भन्दाखेरि तपाईहरुको भिडियो आफै अटो प्ले हुने, जस्तै स्क्रोल गर्दाखेरि चाहिँ तपाईहरुले भिडियो अटो प्ले यदि छ भने तपाईको मिडिया क्लोज छैन भनेर बुझ्नुपर्ने हुन्छ। अब यसले के गर्छ भन्दाखेरि तपाईको अटो प्ले भएर या तपाईले आफ्नो भिडियो आफैले वाच गर्नुभयो भने मेटाले, टिकटकले या युट्युब जुनसुकै पनि एप्लिकेसनले या प्लेटफर्मले चाहिँ तपाईलाई त्यसको चाहिँ एक्सेप्ट गर्दैन। त्यसले चाहिँ भनेको तपाईले चाहिँ आफ्नो भ्युज आफै बढाएको भन्ने अर्थ लाग्छ। त्यसो भएपछि तपाईहरुलाई वार्निङहरु आउने अनि तपाईहरुकोमा भ्युज नजाने एकदमै धेरै समस्या देखिन्छ। अब त्यसलाई कसरी क्लोज गर्ने भन्दाखेरि म तपाईहरुलाई स्क्रिन रेकर्ड गरेर देखाउँछु। प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गइसकेपछि 3 लाइन्स आउँछ लेफ्ट साइडमा, 3 लाइन्समा जानुहोस्। त्यसपछि सेटिङ एन्ड प्राइभेसीमा जानुहोस्। सेटिङमा जानुहोस्। थोरै स्क्रोल गरेर तल गइसकेपछि यहाँ मिडिया भन्ने अप्सन आउँछ। यो मिडिया भन्ने अप्सन पछाडी तपाईको अटो प्ले इन फिड एन्ड स्टोरेज भन्ने ठाउँमा चाहिँ अन मोबाइल डाटा एन्ड वाइफाई भन्ने छ। प्राय त्यहाँ चाहिँ अटो सेट भइसकेको हुन्छ, तर त्यसलाई त्यहाँ नराखेर नेभरमा चाहिँ तपाईहरुले सेभ गरेर राख्ने, नेभर गर्ने, त्यसपछि यसरी ब्याक गर्ने भने यो सेट भयो। अब तपाईहरुको आफै प्ले हुँदैन। अब यति मात्र नभएर तपाईहरुले अपलोड गरेको भिडियोलाई आफै कहिले पनि वाच नगर्नु होला साथीहरु। त्यो चाहिँ भनेको तपाईहरुले एकदमै ठूलो गल्ती गर्नुहुन्छ। त्यो गल्ती चाहिँ हजुरहरु पनि नगर्नु होला। यो तपाईहरुको साथीलाई पनि थाहा छैन भने यो भिडियोलाई तपाईहरुको साथीसम्म शेयर गर्न सक्नुहुन्छ है त साथीहरु।